सम्माननीय अध्यक्ष महोदय, यो बजेट वक्तव्यको सैद्धान्तिक छलफलमा भाग लिने यो इनर्जी पनि मरिसकेछ, किनभने यो अघि नै सुनेको र यसमा कति सन्दर्भहरूका बारेमा छलफल गर्ने इच्छा थियो। ती विषयहरू लगभग यस्तो बजारमा छरपष्ट भएर आए कि त्यो विषयमा बोलिरहनु पनि पुरानो काम नलाग्ने भइसक्यो र दुई लाइन अर्थमन्त्रीज्यूको प्रशंसै गरौँला भन्ने मनमा थियो। अनि यो पछिल्ला दिनहरूमा किनकि एकजना अर्थशास्त्री अर्थमन्त्री भाष्यगत हिसाबले चाहिँ मिठो वक्तव्य दिनुभएको थियो, त्यही कारणले गर्दा यसमा केही भाषागत हिसाबले मिठासपूर्ण पनि थियो। पुराना कार्यक्रमहरूको निरन्तरता छ अधिकांश, त्यसकारण हामी पुराना भनिएका दलहरूले यो लिगेसीलाई कन्टिन्युएसन गरेको कारणले यसो प्रशंसा गर्न त मनै थियो र स्वयं अर्थमन्त्रीज्यूको कन्सिस्टेन्सी क्रेडिबिलिटीको बारेमा पनि प्रशंसा गर्न मन थियो। तर अहिले फर्किएर बग्रेल्ती पुराना र नयाँ तुलना गरेर उहाँका स्टेटमेन्टहरू आइरहेछन् नि, त्यसपछि यो प्रशंसा गर्ने मेरो च्याप्टर क्लोज भयो कि उहाँको कन्सिस्टेन्सीमा कति धेरै लुज गर्दै आउनु भएको रहेछ। जस्तो डेफ्टको मोबिलाइजेसन, उहाँ मन्त्री नहुँदा सरकारमा नहुँदा के भनिरहनु भएको थियो भन्दा यो ऋण लिएर व्यक्तिले खल्तीमा हाल्छन् भने जस्तो वक्तव्य थियो। आज ऋण राज्य सञ्चालन गर्नको लागि त अनिवार्य शर्त हो भन्नुहुन्छ। त्यसो भए 2 वर्ष अगाडि यो कुरा त्यस्तो धुरन्धर अर्थशास्त्रीले बुझ्दैनन्। मेरो आमा डोमेस्टिक अर्थशास्त्रीले पनि बुझ्नुहुन्छ। मेरो आमाले के भन्नुहुन्थ्यो भने कहीँबाट केही थपेर नल्याउने होइन, हाम्रो घरभन्दा माथि एउटा बाध्यजोरो भन्ने डाँडो थियो, यो डाँडोको माटो खनेर खाए पनि यो डाँडो सकिन्छ, त्यसकारण भकारी रित्ताउनुहुन्न भन्नुहुन्थ्यो मेरो आमाको अर्थशास्त्रले। भनिसके त्यस्तो बुझ्ने अर्थमन्त्री, आजको अर्थमन्त्री अर्थशास्त्री विज्ञले हिजो त्यो स्टेटमेन्ट थियो। अनि यो करका दर रेट, विनियोजन बजेट, शीर्षक आदि इत्यादिमा तलमाथि भएका इस्युमा सहसचिवले छानबिन गरेर हुन्छ भन्नुहुन्छ। अहिले बजेट वक्तव्यपछि लुइका लुई पहिला कागजपछि गाडी आउने क्रम बाँकी छ, उहाँले सहसचिवलाई नै छानबिन गराइरहनु भएको छ। कहाँ हो त उहाँको पोजिसन? त्यसपछि अर्को के भन्नुहुन्छ भने यो त सहकारी छानबिन जस्तै संसदीय छानबिन बनाउनु पर्छ नि भनेर आफ्नो माग थियो पार्लियामेन्टमा। त्यो बानेश्वरमा जुन जलाइएको संसद भवन छ त्यहाँ हुँदा तिनै हरिया कुर्सीहरू देखिन्छन्। अनि अहिले आएर के भन्नुहुन्छ? संसदको छानबिन गर्ने काम हो। संसदको छानबिन गर्ने काम त होइन, छानबिन गर्ने काम पनि हो, किनभने सांसदहरू के हुन्? सांसदहरू त जनताका प्रतिनिधि हुन् र सार्वभौम हुन् र सांसदहरूको विस्डम छ, त्यही कारणले उनीहरूले गर्नुपर्छ भन्ने कुरा। र यो बिचका कयौँ प्लेटफर्महरूमा जहाँ अर्थमन्त्री बोल्दै गर्दा म कयौँ यस्ता प्रोग्रामहरूमा दर्शकको रूपमा थिएँ पनि। पूर्ववर्ती सरकार, करप्टेड सरकारलाई हामीले यो विस्थापन गरेर आएका हौँ। करप्टेड सरकार पुरै पुराना, हाम्रा यति धेरै ब्यागेजहरू छन्, यति धेरै दायित्वहरू छन्, हामी उठ्न नसक्ने गरी हिँडेका छौँ। चाहे बाह्रखरीको कार्यक्रममा, चाहे कान्तिपुरको कार्यक्रममा, चाहे बिजमाण्डुको कार्यक्रममा, सबै ठाउँ जहाँ विदेशी अर्थशास्त्रीहरू पनि थिए अनि उहाँले यही कुरा भनिरहनु भएको छ। तर यो आर्थिक सर्वेक्षण 2082-83मा यहीँ आएर कति जेठको 13 गते हो, उहाँले के बोल्नु भएको छ भन्दा आर्थिक सर्वेक्षण 82-83 यहाँ प्रस्तुत गर्ने बेला के भन्नुहुन्छ? विश्व अर्थतन्त्र, नेपालको अर्थतन्त्रको जुन आर्थिक वृद्धि दरको हिसाबले विश्व अर्थतन्त्रको वृद्धि दर 3.1 छ, जबकि यसको मुद्रास्फीति 6% छ। नेपालको आर्थिक वृद्धि दर 3.85% छ, उपभोक्ता मुद्रास्फीति 2.1% छ। आम्दानीको कुरा गर्दा के भन्नुहुन्छ? जीडीपीमा पर क्यापिटा इन्कम US डलरमा $1513 छ नेपालीहरूको। प्रति व्यक्ति आयमा, राष्ट्रिय आयमा गणना गर्ने आयोगमा 1335 छ। प्रति व्यक्ति कुल राष्ट्रिय खर्चमा 2044 छ। पर्चेसिङ पावर प्यारिटीमा करिब 5000 देखि 5800 सम्म छ। अनि उहाँ अर्को के भन्नुहुन्छ भने वित्तीय पहुँच र सेवाको कुरा गर्दा निक्षेपको खाता कम्तीमा 6 करोड 20 लाख नागरिकका खाता छन्, वटा खाता छन् नागरिकहरूका। कर्जा खाता 20,40,000 छ।
बाह्य क्षेत्र र भुक्तानी सन्तुलनमा कुल वस्तु व्यापार घाटा चाहिँ 11 खर्ब करिब छ। विप्रेषणको प्रवाह चाहिँ 14 खर्ब छ, करिब 14.25 खर्ब। विदेशी विनिमय सञ्चित 34 खर्ब छ। र यसो हेर्दाखेरि अर्थतन्त्रका सबै सूचाङ्कहरू सही सलामत छन् र हामीसँग फर्नेक्समा चाप छैन र 18.5 महिनाको वस्तु र सेवा खरिद गर्ने हाम्रो राज्यको क्यापासिटी छ। र त्यतिन्जेलसम्म हामीसँग 2800 अरब हाम्रो के छ, ऋण छ, वैदेशिक ऋण। अर्को यहीँ के भन्नुहुन्छ भने गरिबी न्यूनीकरण निरपेक्ष गरिबीको सङ्ख्या हामीले 20.27% झार्यौँ। बहुआयामिक गरिबी 17.4 मा झारेका छौँ। वैदेशिक यसो हो भने हामी गरिबी पनि झारेका छौँ। अनि अर्को के भनिएको छ भने 99% नागरिकमा बिजुलीको पहुँच पुर्यायौँ। यहाँ अझै यहाँ मैले कहाँ पुर्याएँ लेखेको चिज। अनि अर्को के भन्नुहुन्छ भने हाम्रा रणनीतिक सडक 36,000 किलोमिटर छ। कालो पत्रे करिब 55.6, ग्राभेल 20.6 र कच्ची 23.8% हाम्रा सडकको आजको अवस्था छ। त्यसै गरी अब यो विद्यालय बच्चाहरूको इनरोलमेन्टको कुरा के छ भने 97.7% इनरोलमेन्ट छ। लगायतका हाम्रा बाल मृत्यु दर घटेको छ। सुत्केरी हुन नसक्ने हुँदा मृत्यु हुने आमाको सङ्ख्यादेखि लिएर सबै प्यारामिटर्सहरूमा हाम्रा उल्लेख्य हाम्रा सुधार छन् र अर्थतन्त्र ठिकठाक हालतमा छ भनेर यहाँ प्रस्तुत गर्नुहुन्छ। त्यसो भए त्यो आर्थिक सर्वेक्षणको बुक ल्याएर यहाँ भन्दै हुनुहुन्छ भने तपाईँको भाषा, तपाईँहरूले जे कुरालाई दोष ल्याएर आउनुभएको थियो हामी गलत थियौँ भनेर नेपाली जनता सामु माफी माग्ने कि नमाने? आर्थिक सर्वेक्षणले एउटा कुरा गर्दैछ, राज्यको अर्थतन्त्रको अवस्था एउटा छ, वास्तविकता एउटा छ। तपाईँहरूले यो गलत राजनीतिक भाष्य किन बनाएको? तपाईहरूलाई यो सुविधा छ नयाँको नाममा। अनि तपाईँ कसरी नयाँ? नेपाली काङ्ग्रेसको तर्फबाट 2 चोटि योजना आयोग सदस्य, राज्य संयन्त्रको सिंहदरबारको केन्द्रमा चलायमान अर्थशास्त्री, 1 चोटि उपाध्यक्ष। तपाईँ नयाँ? कसरी नयाँ? अनि नेपो बेबीहरू नयाँ? 35 वर्षमा केही भएन भन्ने भाष्यहरूको कुरा गर्दै गर्दा म अर्को कुरा भन्दैछु। 35 वर्ष अगाडि तपाईँलाई डोकोमा बोकेर बुढा नीलकण्ठ ल्याएको थियो होला मान्छेले, बाआमाले। आज तपाईँको घरमा सडक पुगेको छ। त्यो 35 वर्षमा तपाईँ पनि हुनुहुन्थ्यो। किन यो खराब भाष्य तयार पारिरहनु भएको छ? र म यसमा उहाँका यी प्रस्तुति, यी सबै कुरामा मेरो यो नेपाली समाजका प्रति पनि मलाई एकदमै यो हिरोइजम खोजिरहेछ नि समाजले। एउटा अनिल कपुर, एउटा नायक खोजिरहेछ के, र यो नायक हामीले पटक पटक देखाइरहेका छौँ। र ती नायकहरूले नयाँ नयाँ कुरामा ध्यान, यो 35 वर्ष केही भएन भन्ने भाष्य सिर्जना गरेका छन्। अनि त्यसपछि अर्को के भनिरहेछन् भने यो करप्टेड थियो भनिरहेछन् र नयाँ नयाँ जार्गनहरूमा छिरेर दुनियाँको ध्यान डाइभर्ट गर्न खोजिरहेछन् कि अहिले त दरबार हत्याकाण्डको आयोग बनाउने। म यहाँबाट सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, सरकार, तपाईँलाई म सोध्न चाहन्छु कि दरबार हत्याकाण्डको आयोग गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाउनुहुन्छ कि अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा? अच्युत प्रसाद भण्डारी तिनै व्यक्ति हुन् जसले व्यक्ति दोषी होइन सिस्टम दोषीको करार गरेर प्रतिवेदन बुझाएका छन्, पूर्व गृहमन्त्री वर्तमान गृहमन्त्रीको सन्दर्भमा। गौरीबहादुर कार्की तिनै पूर्व न्यायाधीश हुन् जसले भदौ 23 मा के भएको भन्न सक्छन्, भदौ 24 के भएको थियो उनका आँखाले देख्दैन। त्यही बनाउँदै हुनुहुन्छ र नायक खडा गर्दै हुनुहुन्छ तपाईँहरूले। के गर्न खोजेको यो? त्यसकारण तपाईँहरूले बनाउनु पर्ने आयोग त बरु इन्द्रबहादुरले आत्महत्या किन गरे बनाउनु पर्ने सायद यो थियो होला। तपाईँहरूले धेरै पटक भनिरहेको, पूर्व गृहमन्त्री अहिलेको राष्ट्रसभाको नेता रवि लामिछानेले भनिरहेको निर्मला पन्तलाई न्याय हुन्छ भन्नुभएको थियो। खै भएको बनाउनु पर्ने आयोग सायद निर्मला काण्डको थियो होला, बनाउनु भएको छ। त्यसकारण तपाईँ सुशासनको नारा दिएर आउनुभयो। सुशासनको नारा कहाँ दिनुभयो भन्दा 10 मिनटसम्म त सिद्धिहालेछ, विषयमा त बोलेकै छैन। सुशासनको नारामा दिएर सांसदहरूलाई भ्रष्टाचार जन्य कसुर लाग्यो भने उसको पद नजाने व्यवस्था गर्नुभएको छ। प्रतिनिधि सभा सञ्चालन नियावलीमा यो सुशासनको रट। त्यसकारण यसमा मेरो कति धेरै बोल्ने विषय थियो, यसको इनर्जी मरिसकेको भएर मलाई बोल्नु नै छैन।
त्यही कारणले यसरी छलछामपूर्ण धोकाधडीपूर्ण ढङ्गले जनतालाई भ्रमित गर्ने कामभन्दा स्पष्ट फेरि एकपटक अर्को श्वेतपत्र जारी गर्नुहोस् र तपाईँले गरेको जुन करका दर रेट माथि उठेको प्रश्नका बारेमा अर्थमन्त्रीले माथि छानबिन हुनुपर्छ।